तासिदेले यहाँ सम्पूर्णलाई स्वागत छ नेपाल अनलाइन स्कुलमा। आज हामी हाउ टु मेक अ मसरुम भन्ने सिक्न जाँदैछौँ। टपिक मसरुम भनेको च्याउ हो नेपालीमा हैन। च्याउ भनेको अब जङ्गलमा पनि पाउँछ, जङ्गली च्याउ पनि हुन्छ, खाने च्याउ पनि हुन्छ, धेरै टाइपको हुन्छ च्याउ चाहिँ। हामी चाहिँ अब ल बनाऊँ। फर्स्ट स्टेपमा पहिला हजुरले यसरी बनाउनुस्, आधी सर्कल, त्यसपछि यसरी गर्नुस् लाइन लगाएर। 2 मा सेम स्टेप यसरी यसरी, त्यसपछि यहाँबाट यसरी ल्याउनुस् अनि यहाँबाट यसरी गरेर यसरी ल्याउनुस् है। 3 मा सेम यसरी यसरी, यहाँबाट यसरी यसरी घाँस बनाइदिनुस्। त्यसपछि यसरी यसरी गर्न सक्नुहुन्छ। सिम्पल है, सिम्पल हो। त्यसपछि मसरुम भनेको सेप हुँदैन, एउटै सेप हुँदैन, उसको सेप जस्तो पनि हुन्छ। ठुलो सानो, लाम्चे, च्याप्टे, सानो डल्ले, मसिनो, मोटो हुन्छ। त्यही भएर सेप जे बनाउँदा हुन्छ, जस्तो बनाउँदा हुन्छ, तर सेप चाहिँ आउनु पर्यो मसरुमको जस्तै। जे पायो त्यही चाहिँ बनाएर हुँदैन हजुरले। यही हो सेप। केही बुझ्नु भएको छैन सोध्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ। बनाउनुहोस्, ट्राई गर्नुहोस् घरमा। आजलाई यति नै।